हेलो गाइस, हामी नुहाउन जाँदैछौँ फेरि एक हप्तापछि र हाम्रो गएको एक हप्ता पछि म त अस्ति नगएको। म नि अस्ति भर्खर नुहाएको हौ। अस्ति लगाएको लुगा र आज लगाएको लुगा के छ नि त। आज स्विमिङ हान्नु गएको भने स्विमिङ हान्न र हाम्रो आज नै धेरै टाढाको यात्रामा जाँदैछौँ स्विमिङ पुलसम्म। त्यही भएर आज ठुलो जग समेत बोकेर गएको छौँ कि बा उतै रात पर्छ कि भनेर डर लागेर। र यसमा खानाहरू पनि टन्नै छ भरिपूर्ण। यतातिर चाहिँ घरै घर छ। यो घरमा चाहिँ कोही पनि बस्नुहुन्न। भाडामा लगानी छ। कोही बस्नु चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ। जम्मा रेन्टको भाडा 9,749 रुपियाँ छ। यता होइन र यहाँनिर हाम्रो गाउँतिर यस्तो हरियो हरियो सागहरू पाउँछ अहिलेसम्म। सिम साग यस्तो राम्रो कहीँ पाउनुहुन्न। तपाईँहरू आउनु सक्नुहुन्छ। खोला हेर्नु यस्तो राम्रो पानी छ। ओहो, तपाईँले यहाँको पानी खाँदा नि सोच्नुहुन्छ अमृत खाए जस्तो। र हाम्रो माइजू उहाँनिर सिमसाग टिप्नु हुँदैछ र म उहाँलाई बोलाउन चाहन्छु। हेलो माइजू, तपाईँ के गर्दै हुनुहुन्छ यहाँनिर? दर्शक बिनहरूलाई भनिदिनु पर्यो। उहाँले चाहिँ मामा बसिरहनु भएको छ। मुसु मुसु हाँस्नु हुँदैछ उहाँ बसेर। घरमा देखाउनु हुँदैछ। ल मामा भाइरल अब के खम्मा भन्नुभएको थियो तपाईँहरूले नि? ल आज हाम्रो थोरै यात्रा छ। यहाँनिर चाहिँ हाम्रो गाउँको बुनु बाख्रा हेर्दै बसिरहेको छ। बाख्रा त के भन्नु, टिकटक र युट्युब हेर्दै बसिरहेछ। र यो चाहिँ 4 घरे हो। यहाँनिर चारवटा मात्रै घर भएकोले 4 घरे भन्छ यहाँनिर। र अब तपाईँहरूलाई म भन्दै जाँदैछु हाम्रो गाउँको विशेषता के छ यहाँनिर, के छ खास यहाँनिर। देश जक्सु यहाँ हेर्नु सक्नुहुन्छ क्या, हाम्रो गाउँतिर यस्तो दामी दामी बोकाहरू छ कि अब कहीँ नभएको बोकाहरू छ। हेलो भन्दै मेरो ब्लगमा बेरोजगारीहरू यस्तै हो। र हामी अब जङ्गलको यात्रा हुँदै जाँदैछौँ हाम्रो गन्तव्यमा। अनि मलाई चाहिँ यो जङ्गलमा बाघ भालुहरूसँग नि पहिले यो बर जुधेको कि, त्यही भएर अलिकति यहाँ चिनजान पनि छ बाघ भालुसँग। अब भेटिहाल्यो भने तपाईँलाई पनि म अलिक इन्ट्रोडक्सन गराउँछु। र हेर्नु सक्नुहुन्छ मेरो छेउमा काउ छ, CAW काउ। काउमा नि 13 बाउ। ल गयौँ हामी अब, टाटा बाई बाई। अनि यो भिडियो भइरहेको छ भने अहिलेसम्म तपाईँहरूले यो च्यानललाई सब्सक्राइब अनि सबैजना साथीहरूलाई सेयर गरेर हल्का कमेन्ट पनि हालिदिनु होला।
अलिक धेरै भ्युज भयो भने म अब अहिले हिँड्दै जाँदैछु म केही वर्षपछि यस्तै भ्लग बनायो भने म साइकलमा चढ्छु, त्यसपछि बाइकमा चढ्छु, त्यसपछि कारमा चढ्छु, त्यसपछि तपाईँहरूले गर्दै म प्लेन र हेलिकप्टरमा चढ्ने हुन्छु र तपाईँहरूले यस्तै सपोर्ट गर्दै जानु होला प्लिज। मेरो यो अनुरोध छ तपाईँहरूलाई। र हाम्रो जङ्गल चाहिँ अलिक खाली खाली भएको थियो, पहिले यो पुरै हरियाली थियो, हेर्न सक्नुहुन्छ। यहाँ पहिले पुरै घारी थियो। तपाईँहरूलाई म यसरी घुमाउनु पनि देखाउन सक्छु। कुन दिनदेखि हाम्रो यो जङ्गललाई फेरि एकचोटि सफा गर्ने दिन आउँछ र हामी फेरि जानेछौँ, त्यतिखेर पनि तपाईँहरू हामी माझमा भइरहनु भयो भने तपाईँहरूलाई म देखाउने छु विशेषता हाम्रो जङ्गलको के खास छ भनेर। हेर्न सक्नुहुन्छ हाम्रो जङ्गलमा चाहिँ यति राम्रो राम्रो फुल छ। तपाईँहरूलाई लिन चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ। र हाम्रो गन्तव्य अझै रोकिएको छैन, अझै टाढासम्म यात्रा छ हाम्रो। र गाइज म पुरै थाकिसकेको छु हिँड्दा र अझै मेरो खुट्टाहरूको पाइलाहरू रोकिन मानेको छैन, किनभने यो खुट्टाको पाइलाले पानी छुन रहर गर्दैछ। र यहाँ पनि स्थितिको खम्बासम्म यो बेरोजगारहरूले सबै चोरेर सिधाइसकेको हाम्रो जङ्गलहरू खास गरिमा। र यो भिडियो मार्फत भन्न चाहन्छु तपाईँहरूलाई कसैलाई सहयोग गर्नु मन छ भने हृदयदेखि आयो। अस्तिको मेरो बक्सर काण्ड पनि भाइरल भएको थियो र मलाई हल्का नरमाइलो पनि भएको थियो। कतिजनाले तँलाई तेरो बक्सर छैन म तँलाई दिन्छु भन्दै बक्सर टल्काउँदै आएको थियो, तर तिनीहरूलाई के थाहा मेरो घरमा 4-5 बक्सरवटा अझै कुहिएर राखिरहेको छु होला होइन। तर केही छैन, मजाक धेरै भयो। र यो चाहिँ यताबाट जाँदैछ। म लडिसकेँ गाइज, त्यही पनि म उठ्दैछु। र अब यतामा पानी तपाईँहरूलाई देखाउँछु। म बानको शिर भन्छ यो ठाउँलाई चाहिँ, अहिले चाहिँ म गएको ठाउँलाई चाहिँ। तर हामी नुहाउन गएको गन्तव्य चाहिँ स्यामकटर भन्छ। त्यहाँनिर चाहिँ अझै राम्रो पानी र पौडी खेल्ने राम्रो ताल जस्तै छ हाम्रो त्यहाँनिर ठाउँ। प्लेन तालको नजिक पर्छ यो चाहिँ होइन। यो जङ्गल चाहिँ हाम्रो अलिक पर पर्छ। हामी अहिले यो यस्तै पिलो बाटोमा हिँड्दैछौँ र यहाँ चाहिँ यो चाहिँ बानको शिर हो। यहाँको पानी चाहिँ यसो असाध्यै मिठो, काहीँ नभएको यो पानी यो उम्लेर आएको पानी हो। म खाएर पनि देखाउने छु। र मेरो प्लेनहरू चाहिँ पुरै भिजिसक्यो, मलाई केहीको टेन्सन छैन किनभने मसँग एक्स्ट्रा कपडा छ नि त। र म अझै जाँदैछु भित्र। चारैतिर यहाँनिर जङ्गल छ। यहाँ चाहिँ बाघ भालुको आक्रमण हुनसक्छ, त्यही भएर मैले सेक्युरिटी गार्डलाई पनि बोकेर हिँडेको छु। र हामी पुग्न आँटेको छौँ। यहाँबाट 3-4 मिनट लाग्छ। र तपाईँहरूलाई म स्विमिङ पुलमा गएर पौडी खेलेको समेत देखाउने छु, म कस्तो दामी पौडी खेल्छु भनेर। र तपाईँहरूलाई म अब सिल्भर बटम अब गोल्डन बटम त्यो हुन्छ नि युट्युब च्यानलबाट हो, त्यस्तो मेरो हातले समाएको देख्न चाहनुहुन्छ भने चाहिँ प्लिज तपाईँहरूले लाइक सेयर चाहिँ छिटोभन्दा छिटो गरिदिनु होला। किनभने त्यस्तो गर्नु भने मेरो हातमा गोल्डन सिल्भर के आउँछ हो त्यस्तो मलाई पनि छुने रहर त छ। तर तपाईँहरूको साथ चाहिएको छ गाइज, तपाईँहरूको साथ चाहिएको छ, बुझ्नुभयो। र हाम्रो गन्तव्य अझै टाढै छ। हामी फाइनली पुग्न आँटेको छौँ।
र हामी फाइनली गाइज हामी आइपुग्यौँ हाम्रो पौडी खेल्ने ठाउँसम्म र हेर्नु सक्नुहुन्छ यहाँनिरको पानी असाध्यै राम्रो यो पानी खानु पनि मिल्छ लुगा पो कहाँ बसेर धुनु यार तल धुन्छ कि कहाँ लुगा धुन न तल वहाँ त के जानु अनि यस्तो छ दामी छ स्याट फेरि यसले बक्सर देखाउनै आँटिहाल्यो फेरि यस्तो होइन है मेरो सम्पत्तिहरू दिनुपर्ने छ र यो चाहिँ जापानबाट आएको त देखा न जापानबाट आएको मलाई गिफ्ट मेरो दाइले दिएको राहुल चामलिङ राई दाइले दिएको मलाई मौसम चामलिङ राई दाइले दिएको यो गिफ्ट अस्ट्रेलियाबाट मगाएको एउटा र यो चाहिँ युकेबाट पठाइदिएको मलाई राहुल दाइले देखाउन चाहन्छु र यो चाहिँ मेरो मम्मीले दिनुभएको कन्ट्याक्ट बक्सर यो चाहिँ युएसबाट ल्याइदिएको मलाई अहिलेसम्म टिकिरहेको छ होइन कति वर्ष भयो भन्दै अर्को छ यो मसँग ब्रान्डेड के अरे यो बिर्सेसको ब्रान्ड चाहिँ मैले बिर्सेँ तर यो चाहिँ ब्रान्डेडै हो र तपाईँहरूले यसलाई किन्नु चाहनुहुन्छ भने मसँग सिर्फ 5749मा आउन सक्छ यो चाहिँ यो यहाँ राख्दै र यो नुहाइदिनु पर्थ्यो धुलै धुलो थियो छ बिचरा मेरो त्यो बुलडग बन्द गराउ जुन लुगा धुने भने उहाँ जा न उहाँ धु त्यो सजिलो उहाँनिर हुन्छ हाम्रो गाउँको श्यामघट नुहाउने ठाउँ यही हो पानी पनि खानु मिल्छ अहिले यो पत्ता झरेर सबै यो बाँसको पत्ताहरू झरेर सबै फोहोर भएछ अब नुहाइन्छ लुगा धुएर आइज त्यो सबै उयो गर्दा हो त्यसरी खुट्टाले खेला न उयो बाँसको उयो पनि फाल्दे त अनि सफा हुन्छ नि त हो त्यो सफा गर्दा बगेर जाने भयो पो त यो बग्छ त हल्ला न अनि सफा हुन्छ क्या न त्यो अहिले त्यो पत्ता झर्ने उयसले भएर सबै त पत्ताहरू पनि भुइँतिर छ साकाला बिन र म चाहिँ यहाँ हल्का रेस्ट गर्दैछु गाइज ल साथी हो फाइनली हामी चाहिँ नुहाइसक्यो होइन त स्विमिङ पुल फेरि खतरा छ नि स्विमिङ पुलै फेरि डेन्जर छ यहाँ यसलाई यहाँदेखि उहाँ उल्टी जाउँ भनेको झन्डै मुन्टो चाहिँ भचायो होइन त यो त कडा छ नि यस्तो छ साइकल पनि नुहाइधुवाइ भयो साइकलको पनि मान्छे पनि त्यस्तै साइकल पनि त्यस्तै बनाइयो ल अब नुहाइधुवाइ चाहिँ काठमाडौँ गएर आएपछि मात्र हुन्छ होला यता फेरि अब साबुन चाहिँ लगाएछ यो चाहिँ कसरी झिक्नु
साबुन यस्तो छ नहुने ठाउँ हो नुहाइराख भन्दा सफा भइरहन्छ नि पानी फेरि एकदम च्वाक छ नि फेरि यो यहीँ माथि उम्रेको पानी हो कि पिउने लायकको पानी हो क्या पानी सानी सबै हालेछ यसले त साबुन त हाल यो पानी सरी हालेछ नि यो घर पुग्दा साबुन त नि अनि बिलेर त ढुट्टो भइहाल्यो नि त अझै मैला निक्लिँदैछ यसले त बित्यासै पो गरेछ त यी पख्न साबुन यसले त ल साबुन पनि टुक्रियो त खत्तम भइहाल्यो नि एउटा साबुन दुईटा भयो साबुन लगान भनेको त आधी यो जालो नटकटकाइकन लगाइछु क्या टकटकाउँछ त्यही भएर पानी हालेछ त्यसो है परसम्म छ यो माथिसम्म उम्रेको यो पानी अहिले त्यति गर्मी बढेको छैन अलिक गर्मी हुन थालेपछि यहाँ मान्छे कम्ती हुँदैन नुहाउनलाई नि ताँत बस्नुपर्छ चिसो पानी छ के त्यो कपडाहरू पनि सब उयो नगरिकन राखेछ पानी नै टुप चुहुने गरे ल त ल बुझेँ र हामी अब घर जाने बेला अब गाइड छैन अब हामी घर जान्छौँ र यसले प्याकिङ गर्दैछ र उचित बाजेहरू हुन्छ र यो चाहिँ प्रेमताल जाने बाटो हो एकदम राम्रो बाटो छ भन्नु नि कसरी ठिकै हल्का ढुङ्गा मुढा छ प्रेमताल रासाताल यतैबाट जान्छ र म तपाईँहरूलाई हेन्डसम लाग्छ भने तपाईँलाई र तपाईँलाई म हेन्डसम लाग्छ भने तपाईँको बहिनी दिदी भाइ भतिज नि छ भने यसो कन्ट्याक्ट गर्नु होला किनभने म कुमारी हो र अलिक धनी बाउको छोरी हेरिदिनु होला कृपया बसी खाने खालको एकदम बेग साइकलमै झुन्डाइ भारी रहेछ र अब हामी घर जान्छौँ आज नुहाइयो पनि कतिवटा जुम्रा मरो पनि जुम्रा त छैन के जुम्रा हान्नु र म लास्टै हेन्डसम छु र यसो आँखा जुदाइदिन्छु र पछाडि आउँदैछ त्यो र यहाँ चाहिँ अलिक कोही बेला चाहिँ एकदम 25-30 वटाको लहरमा हात्तीहरू आउँछ यो जङ्गलमा
ल अब यस्तो साथी हो होइन सबैजना ठिकठाक र उहाँनिर चाहिँ हेराले बसेको छन् जस्तो छन् र यहाँ पर चाहिँ बाँदर कुद्दैछ हाम्रो यहाँ चाहिँ हेराले बाजे हुनुहुन्छ होइन बाजे हेराले होइन तपाईँ मुसु 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 हाँस्दै हुनुहुन्छ र यो भिडियोबाट बाजेलाई पनि सहयोग गरिदिनु होला एउटा राम्रो र मलाई चाहिँ सहयोग गर्दै जानु होला यसरी नै अस्तिको भिडियोबाट पनि मलाई राम्रो राम्रो फाइदा भएको थियो र फेरि म यो फाइदा आउँछ भनेर म ढुक्क भइसकेको छु र अब यसको कपाल चाहिँ हेर्नु चाहनुहुन्छ भने भालेको जस्तो सिट्स यसको यसरी चाहिँ भिडियो बनाउँदाखेरि पो राम्रो हुन्छ होला पछाडि हिँड्ने त्यो पछाडिको क्यामेराले त हातै घुमाउने हुँदा हातको फेला अगाडिबाट त्यति अगाडि घुम्नु लङ भइसक्यो त्यसलाई काटिसकेको के भयो तँलाई फेरि उडुस लागेको के को तार तामाको तारले ए उडुस लागेको हो कि के हो